हेलो 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 साथीहरू। हाम्रो यो कोरियाको कम्पनीले हामीलाई 1-2 दिनको गर्मी बिदा दिएको छ र हामी लाग्यौँ आफ्नो गर्मी बिदा मनाउनको लागि एभरल्यान्डतर्फ। हामी 3 जना दाजुभाइ मिलेर हाम्रो अब यो कम्पनीलाई बाई 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 गर्दै हामी चाहिँ लाग्यौँ घुम्नको लागि, रमाइलो गर्नको लागि, गर्मी बिदा मनाउनको लागि एभरल्यान्डतर्फ लाग्दैछौँ। र यो चाहिँ हो हाम्रो कम्पनीको बाहिरपट्टिको दृश्य। यो हरियाली झाडी भित्रपट्टि हाम्रो बस्ने रुम रहेको छ। वहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरू पनि। र यतापट्टि फेरि एउटा हाम्रो सियु के अरे यो के हो भन्छ यसलाई 7-11 छ है त। र हामीलाई यसले केही सानातिना चिजहरू किन्नको लागि सहज बनाइदिएको छ। र हामी घुइँ बसको सफर गरेर आइपुग्यौँ हाम्रो वेजम्बो यकतर्फ। हो यो धन दौलतवाला आलिसान घरहरू, अग्ला अग्ला घरहरू भएको यो रमणीय स्थान नै हो वेजम्बो यक। र यही वेजम्बोमा केही भोजन सोजन गरेर हामी चाहिँ लाग्यौँ आफ्नो सुमधुर यात्रातर्फ। यो ट्रेन हो कि बस हो? बस नै होला सायद। हेरौँ त साथीहरू, यो बसमा चढेपछि मलाई यो निन्द्राले च्यापेर भन्नुहुन्छ यति विधि हैरान कटाउन के अरे। ओहो के खालको निन्द्रा होला यो गाडीमा चढ्ने बित्तिकै आँखा चिम पार्नेवाला। ओह हेरौँ त साथीहरू, त्यो बाहिरपट्टि कति ठुल्ठुला बिल्डिङ, कति ठुल्ठुला अपार्टहरू छन् है, कति धनी होला यहाँका मान्छेहरू। ओहो कत्रो अग्ला अग्ला घरमा बस्न पाउँदा उनीहरू। यस्तै सोच्दै बस्दै हेर्नु त साथीहरू, म त एभरल्यान्ड आइपुगेछु। ओहो बसबाट झरेर हामी एभरल्यान्डको बाटोमा टुई हिँड्दैछौँ। हेर्नु त कस्तो गर्मी छ, घाम आजको कस्तो के भन्ने होला, पुरा हटवाला घाम लागेका छन् साथीहरू। र यस्तै घाममा नै मजा हुन्छ होला पानीमा डुब्नको लागि। यस्तै विचारहरू गर्दै हामी चाहिँ एभरल्यान्डको गेटतर्फ आइसकेछौँ साथीहरू। ल हेरौँ त साथीहरू, यो एभरल्यान्डको बाहिरपट्टिको दृश्य कस्तो रमाइलो, कस्तो रमणीय होला जस्तो लागेको छ मलाई चाहिँ। जाउँ अब भित्रपट्टि हेरौँ त कस्तो रहेछ अवस्था। यता फेरि मया दिदीले के भन्दै छिन् सुनौ त। हेरौँ त साथीहरू, हामीलाई यो गर्मीले पुरा रन्थन बनाएर हामी त भित्र छिर्ने बित्तिकै पानीमा डुब्न आइहाल्यौँ भने। सलल बगेको पानीमा हेर म त डुबिहाल्छु नि नानी भन्दैमा चाहिँ पानीमा हुरुरुरुरुरुरु गर्दै खेल्न थाले। यो टन्टलापुर घाममा यो गर्मीमा अरे यो पानीमा खेल्न त पुरा मजा आउँदो रहेछ यार भन्दै एउटा भ्यागुतो मतिर फत्र गर्दै आउँदैथ्यो साथीहरू। अरे कस्तो डर लाग्दो भ्यागुतो भनेर म त एकछिन डराएँ। लौ हेर यो भ्यागुतेले त उल्टेन मार्दो रहेछ। तर साँच्चै भन्दा नि साथीहरू, यो गर्मीमा यो टन्टलापुर घाममा यो पानीमा डुब्न लडीबुडी गर्न त साँच्चै लास्टै मजा आउँदो रहेछ नि त। त्यही भएर हेरौँ त साथीहरू, यो पानीमा लडीबुडी गर्नको लागि मान्छेहरूको कति भिडभाड लाग्ने रहेछ। पाइला राख्ने ठाउँ नहुने रहेछ नि त गर्मीमा यो एभरल्यान्डमा त। क्यारिबियन बे हो कि के भन्दो रहेछ है साथीहरू यसलाई। तर यतिकै खेल राख्न त खासै मजा नहुने। तर यहाँ भेल आउँछ भन्थे कतिखेर आउनु रहेछ। हामी कुर्दा थाकिसक्यौँ साथीहरू। खै त्यो भेल सेल कतिखेर आउनु रहेछ साथीहरू। डुबुल्की मारेर पानीमा फद्र डुबुल्की मारेर पानीमा। ल है साथीहरू, उता भेल आउँदो रहेछ क्या हो। कहाँ पारिदियो। लौ न मजा पाउँदो रहेछ है साथीहरू यो छालमा त। ओहो अन्त छिटो आउनु आएछ। अब गर्दैन क्या यिनीहरूले यहाँ बस्न दिए। यहाँ बस्न दिएको छैन नि।
यो पानीमा खेल्दा खेल्दा अलिक थाके जस्तो भयो साथीहरू हामीलाई र हामी लाग्यौँ अब अर्कोपट्टि। हामी चाहिँ अब माथितिर लाग्यौँ साथीहरू। माथि चाहिँ एउटा त्यो रोलर हो कि के पो भन्छ, त्यो ट्युबमा बसेर पानीमा घुस्रिनेवाला रहेछ खेल्ने कुरा साथीहरू। त्यही खेल्न जाँदैछौँ हामी चाहिँ अब। यो खेल्नलाई साथीहरू मान्छेहरूको लाइन त यसै यसै रहेछन् फेरि। ल हेरौँ है त साथीहरू, यसरी खेल्ने चिज रहेछ यो त, ट्युबमा बसेर टुई टुई टुई। अरे यो हेर्दा त साथीहरू खेल्न त खुब मजा आउँछ जस्तो छ त, तर अलिअलि हल्का डर पनि लागेको छ साथीहरू। तर यो खेल्न पाउने कतिखेर हो यो लाइन कतिखेर टुङ्गिने हो खै यो पत्तै छैन। हेर्नु त साथीहरू यो लाइन मान्छेहरूको यो भिड, ओहो हो। यो उभिँदा मेरा खुट्टा दुखिसके। अलि छिटो बढाउन बाबुहरू भन्छु, बढ्दैनन्, के गर्ने होला। हेर्नु त साथीहरू के साह्रो चिच्याएका हुन् ती मान्छेहरू। होइन साँच्चीको डरै लाग्छ क्या हो ती अरू मान्छे खेलेको देख्दा साथीहरू। म कतिखेर खेल्न पाउने होला भन्दै यो मेरो मन जलेर तोल लागिरहेको थियो साथीहरू। खै खेल्न पाउने कतिखेर हो, कतिखेर हो भन्छु म। लौ खै त साथीहरू, बल्ल तल्ल उभिँदा कुर्दा लाइनमा बस्दा बल्ल पालो आउला जस्तो छ हाम्रो पनि, र आयो पालो फाइनल्ली। साथीहरू मोबाइल चाहिँ मेरो यो घाँटीमै छ, तर यो भिडियो खिचिन्छ कि खिचेन मलाई थाहा छैन साथीहरू। भिडियो चाहिँ अन गरेर राखेको थिएँ साथीहरू, तर कतिखेर आफै अफ भएछ त्यो मलाई पत्तो भएन। यो पानीमा खेल्दा साथीहरू हामीलाई अलिक भोक पनि लाग्यो जस्तो भयो, र हामी चाहिँ लाग्यौँ अलिअलि नास्ताहरू गर्नपट्टि। अलिअलि नास्ता गरेर साथीहरू यतापट्टि एउटा नाली रहेछ पानीको, त्यो नालीमा बग्न आयौँ फेरि हामी। यहाँ चाहिँ पानीकै महोत्सव हो है साथीहरू, जता गए पनि पानीमै खेल्ने हो। तर यो गर्मीमा पानीमा खेल्न चाहिँ मजा आउँछ साथीहरू, एकदमै मजा आउँछ साथीहरू। ओहो हामी दुईजना चाहिँ यही नालीमा बग्दै रहेछौँ साथीहरू। अर्को एउटा बेउती चाहिँ कतापट्टि छन् कतापट्टि बगिरहेछन् त्यो हामीलाई थाहा भएन साथीहरू। हेर्नु त साथीहरू, यो पानीमा यी मान्छेहरू, यी सानसाना बच्चाहरू पनि कस्तो मजाले खेलिरहेछन्। तर साँच्चीकै यो कोरियामा गर्मी बिदाको टाइम पास त यो एभरल्यान्डले गराइदिँदो रहेछ साथीहरू। ल हेरौँ त साथीहरू कस्तो मजा आउँदो रहेछ यो पानीमा सललललल बग्नको लागि। यो गर्मीमा त्यो समुद्रमा गएर नुनिलो पानीमा डुब्न भन्दा त साथीहरू यो गर्मीमा त एभरल्यान्डै जानुपर्छ भनेर हाम्रा साथीहरूले पनि भने। अरूले पनि त्यस्तै भन्छन्, त्यही भएर हामी चाहिँ एभरल्यान्ड आयौँ साथीहरू। त्यो नालीमा बग्दै साथीहरू हामीलाई त यतापट्टिको यो छालको झझल्कोले झली सतायो, र फेरि हामी यतैपट्टि खेल्न आयौँ साथीहरू। फिर से इधर आएर मजा गरौँ भनेर आयौँ साथीहरू हामी त। होइन यो भ्यागु त छल गर्दै मैलाई ढस्न आउँछ क्या हो। फाक उता जा। यो पानीमा खेल्न रमाइलो भयो साथीहरू। अझै हाम्रा उता ती रोलरहरू के खेल्ने कुराहरू अझै बाँकी नै छन् साथीहरू। खेल्न जाम भने फेरि चाहिँ लाइनमै उभिन पर्छ, तर खेल्न पनि मन लाग्छ, के गर्ने हो। यो भिडियो खिच्न मिलेन साथीहरू। हामी चाहिँ फेरि माथि गएर त्यो पानीको डब्बाभित्र माथिबाट घुर्सेर फुत्तै तल झर्नेमा खेल्यौँ साथीहरू। तिता आइपर्दा फेरि त्यो फुत्तै झर्नेमा पनि कहाँ बिचैमा अड्केर बसेछन् साथीहरू। आफै पो घिस्रिँदै आउँछन् त यो बड्डा त। ल है साथीहरू, यो ट्युबमा बसेर खेल्ने त अझै एउटा बाँकी रहेछ है हाम्रो, र हामी फेरि माथि गएर लाइनमै बसेर अब फेरि त्यो पनि फेरि यो ट्युबमा बसेर खेल्ने कुरा खेल्न लाग्यौँ साथीहरू।
मजा आयो यार तल झर्दा आवाज खै झर्छ भने मजा आयो यो पनि खेल्यौँ साथीहरू। पानीमा खेल्ने चाहिँ आज यसैलाई अन्तिम गरेर हामी चाहिँ अब लाग्यौँ मोटलतिर बस्ने कोठातिर लाग्यौँ है साथीहरू। अब चाहिँ कोठामा झोलासोला राखेर साथीहरू हामी चाहिँ बाहिर खन्कीहरू खोज्न हिँड्यौँ। खन्की हो कि खान्की हो। हाम्रो भोजनालय चाहिँ कहाँनिर छ खै भन्दै डोल्दै खोज्दै हिँडिरहेको छौँ हामी चाहिँ साथीहरू। हाम्रो भोजनालय फेला पऱ्यो भने च्याम्म खाएर लुवाममा गएर बिस्तारामा सुतेर आजको डे 1लाई बिदाय गर्ने विचार छ साथीहरू मेरो चाहिँ। ल है त हस् त।